अटिजम भएका बच्चाका लागि अक्युपेशनल थेरापी र घरमै अपनाउन सकिने अभ्यासहरू। अक्युपेशनल थेरापी अटिजम भएका बच्चाहरूलाई दैनिक जीवनका कामहरू आफै गर्न सक्षम बनाउने उपचार विधि हो। यस थेरापीको मुख्य उद्देश्य बच्चाको आत्मनिर्भरता बढाउनु, ध्यान केन्द्रित गर्ने क्षमता विकास गर्नु र दैनिक क्रियाकलापलाई सहज बनाउनु हो। अटिजम भएका बच्चामा कपडा लगाउने, खाना खाने, लेख्ने, खेलौना मिलाउने, हात खुट्टा समन्वय गर्ने जस्ता काममा कठिनाई देखिन सक्छ। यस्ता समस्यामा अक्युपेशनल थेरापी अत्यन्तै उपयोगी हुन्छ र घरमै पनि सजिलै अभ्यास गर्न सकिन्छ। घरमै अक्युपेशनल थेरापी सुरु गर्दा बच्चालाई आफूले गर्न सक्ने काममा सक्रिय सहभागी गराउनुपर्छ। अभिभावकले सबै काम आफै गरिदिनु हुँदैन। बच्चालाई समय दिएर प्रयास गर्न प्रेरित गर्नु नै थेरापीको मुख्य आधार हो। सुरुमा सजिला कामबाट अभ्यास सुरु गरी बिस्तारै कठिन कामतर्फ लैजानुपर्छ। दैनिक जीवनका कामहरू नै अक्युपेशनल थेरापीका अभ्यास हुन्। बच्चालाई आफै कपडा लगाउन, जुत्ता खोल्न लगाउन, हात धुन, दाँत माझ्न, कपाल कोर्न र खाना खान अभ्यास गराउनुपर्छ। सुरुमा गल्ती भए पनि धैर्यपूर्वक सहयोग गर्नुपर्छ। कामलाई साना साना चरणमा विभाजन गरेर सिकाउनु प्रभावकारी हुन्छ। हातको सिप र समन्वय विकासका लागि माटो मोल्ने, कागज चाट्ने, दाना छानेर राख्ने, कपडाको क्लिप लगाउने, साना ब्लक जोड्ने, पहेली खेल खेलाउने जस्ता अभ्यास गराउन सकिन्छ। यस्ता गतिविधिले औँलाको शक्ति, ध्यान र एकाग्रता बढाउँछ। घरका सामान मिलाउने काम पनि अक्युपेशनल थेरापीका लागि उपयोगी हुन्छ। खेलौना बाकसमा राख्ने, किताब ठिक ठाउँमा मिलाउने, भाडा राख्न सहयोग गर्ने, ओछ्यान मिलाउने जस्ता कामले बच्चामा जिम्मेवारी र आत्मविश्वास विकास हुन्छ। अक्युपेशनल थेरापी गर्दा बच्चालाई हतार नगराई प्रशंसा र प्रोत्साहन दिँदै अभ्यास गराउनुपर्छ। बच्चाले आफै केही गर्न सफल हुँदा आत्मविश्वास बढ्छ। नियमित अभ्यास, धैर्य र मायालु वातावरणले अटिजम भएका बच्चालाई दैनिक जीवनमा आत्मनिर्भर र सक्षम बनाउन ठूलो सहयोग पुर्याउँछ।